मलाई त सक्यो होला बाबु के पलाउने रहेछ मलाई त लाज लाग्छ मलाई पनि लाग्थ्यो पछि त्यही मजा आउँदो रहेछ लुगामा अड्के क्या यत्तिकै झुन्डिरह्यो क्या यत्तिकै झुन्डिरह्यो लुगा छेडियो होइन लुगा छेडेर मात्र बाँचिरह्यो क्या अनि कहाँबाट एउटा हागो समायो अनि त्यसलाई ताने 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 बल्ल निक्ल्यो अनि हतार हतार झरेर मोमो चाउमिन सुँगुर कुखुरा ब्यालुन फुटाए मलाई कस्तो मजा आयो मोबाइलमा पनि माइक हुन्छ र भनेको भाइरल भएर चाहिँ स्कुलभरि मलाई यही कुटु गई भनेर जिस्काउनुहुन्छ बेचेन भनेर भन्नुभएको रहेछ गर्ने कतिवटा 4-5वटा भन्दैछु क्या त्यस्तोसम्म बोल्दो रहेछ त्यति बेला बोलेको माइन्ड मेरो गाउँको नाम चाहिँ काँक्रे थियो ए काँक्रे किन काँक्रा धेरै खाने भएर हो कि चोर्ने भएर हो कि त्यो चोर्ने नै भएर आँखा बलिहाल्यो माथि चढे चढ्न भनेपछि यस्तो स्पिड चढ्ने कि म मधु बेच्छु होइन अनि मधु भने अनि मलाई माया गर्ने हजुरलाई प्रणाम मलाई साथ दिने हजुरलाई प्रणाम मलाई माया गर्ने सबैलाई प्रणाम। दर्शक नमस्कार, यति बेला हामी मनबिनाको धन टिमसँग छौँ र यति बेला मनबिनाको धनले प्रचारको लागि एकदमै धेरै आफ्नो समय छुटाइराख्नु भएको छ। हामीले ट्रेलर हेरिसकेका छौँ, असाध्यै राम्रो ट्रेलर बनेको छ र प्रतिक्रिया पनि असाध्यै धेरै राम्रो आइरहेको छ। यति बेला चाहिँ हामीसँग मनबिनाको धनको टिम नै हुनुहुन्छ, आदरणीय एकदमै वरिष्ठ कलाकार सरोज दाई हुनुहुन्छ, रमेशजी हुनुहुन्छ, अशोकजी हुनुहुन्छ। यहाँ तीनैजनालाई स्वागत गर्न चाहन्छौँ हामी सम्पूर्ण मिडियामा। स्वागत छ यहाँ सम्पूर्णलाई। ओके, अब सरोज दाईबाटै जान चाहन्छौँ। दाई आफै प्रमोसनमा हिँड्दै गर्दाखेरि चाहिँ हामीलाई कस्तो प्राउड फिल हुने कि किनभने टाइम छैन होइन, र पनि फिल्मको लागि भनेर चाहिँ समय छुटाउनु भएको छ। दाई कतिको म्यानेज गर्न गाह्रो छ अहिले समयलाई चाहिँ? समय अलिअलि गाह्रो छ, तर मनको कुरा हो। मनले चाह्यो भनेदेखि जे पनि हुन्छ होइन। फिल्मको नाउँ पनि मन बिनाको धन छ, त्यसले गर्दाखेरि भ्याएको ठाउँमा गइरहेको छु म। ओके, अब मनबिनाको धनको हामीले ट्रेलर हेऱ्यौँ, ट्रेलरले एकदमै धेरै एक किसिमको माया पाएको छ। दाईको क्यारेक्टरलाई लिएर पनि चर्चा एकदमै धेरै भइरहेको छ। अब ठ्याक्कै भनिदिनुहोस्, रिलिजको डेट पनि नजिकै छ, अब हामीले किन हेर्ने त दाई मनबिनाको धन? के लाग्छ तपाईँलाई? मनबिनाको